नेपालगञ्ज नेकपा एमाले नगर कमिटीद्वारा आयोजना गरिएको यो भेटघाट कार्यक्रमका अध्यक्षज्यू, यस कार्यक्रममा पार्टी केन्द्रीय कमिटीका सदस्य एवं बाँके जिल्ला इन्चार्ज शान्ति ढकालजी, पार्टी केन्द्रीय कमिटी सदस्य हारुन हलवाईजी, पशुपति दयाल मिश्रज्यू, जिल्ला पार्टीका अध्यक्षज्यू, मञ्चमा बस्नुभएका सम्पूर्ण आदरणीय कमरेडहरू, भूमि समस्या समाधानका अध्यक्षज्यू लगायत नेकपा एमालेका विभिन्न जिम्मेवारीमा रहनुभएका सम्पूर्ण आदरणीय कमरेडहरूमा मेरो दिवाकालीन अभिवादन छ, स्वीकार गर्नुहोस्। आज यो नेपालगञ्जको बसाइको क्रममा हिजैदेखि कमरेडहरूसँग भेटघाट भयो, अत्यन्तै खुसी लाग्यो। यो भेटघाट हिजो पनि भयो, आज पनि भयो। आज खास गरी म सरकारी कार्यक्रमले आएको होइन, मेरो आफ्नो घरैसी कार्यक्रम थियो। कमरेडहरूको बिचमा बताउन चाहन्छु, आज मैले तपाईहरुकै यही नेपालगञ्जमा मैले आफ्नो छोरीको बिहे छिनेर एउटा सुखद काम सम्पन्न गरेर तपाईहरुको बिचमा आज मुलुकको अवस्थाको बारेमा कमरेडहरूलाई म केही राख्न चाहन्छु। मुलुकको अवस्था विगतमै अलि कमजोर थियो। 32 सीट भएको पार्टी यो देशमा सरकार बनाएको थियो। 20-21 सीटवाला पार्टीको हालिमुहाली थियो। यो एउटा अनौठो सरकार नेपालमा बन्यो। त्यो के हो भने यो देशको सबभन्दा दुईटा ठुला पार्टी नेकपा एमाले र नेपाली कांग्रेस मिलेर यो मुलुकलाई निकास दिनको लागि सरकार बनायो। आज त्यो सरकार भएको आज 11 महिना भएको छ र यो सरकार अत्यन्तै द्रुत गतिमा अगाडि बढेको छ। आज हामीसँग चुनौतीहरू पनि छन्। सदनमा आन्दोलनको अवस्था छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलन सदनभित्रै गरिरहेछ, जबकि यो देशको लागि सबभन्दा ठुलो कार्यक्रम बजेट पास गर्ने हुन्छ। बजेट पास भएन भने देशको सारा कार्यक्रम ठप हुन्छ। विकासको कार्यक्रमदेखि लिएर कर्मचारीहरूको तलब सबै प्रभावित हुन्छ। यस्ता महत्त्वपूर्ण चीजको बेला राष्ट्रपाले सदन अवरोध गरेको छ। यति मात्रै होइन, देशैभरिका शिक्षक साथीहरूले आन्दोलन गर्नुभयो, विकरालै आन्दोलन गर्नुभयो। त्यो विधेयक पनि हामीलाई सदनमा लानु छ। त्यस्तै नागरिकता विधेयक पनि सदनमा दर्ता भइसकेको अवस्था छ। यी सब विधेयकका बावजुद यो देशमा एउटा निजामती विधेयक पनि थियो, जो 72 सालको संविधानपछि अत्यन्तै महत्त्वपूर्ण विधेयकको रूपमा नेपाली आम जनसमुदायले लिएका थिए। कर्मचारीहरूको वृत्ति विकास रोकिएको छ। आवत समस्याका बावजुद मैले मन्त्रालय सम्हाले दिनदेखि नै 9 वर्षदेखि अड्केको विधेयक समितिबाट बहुमतले पास गराएर सदनमा टेबल भएको अवस्था छ र राष्ट्रपाले आन्दोलन गर्नेको कारणले अहिले यी विधेयकका कामहरू सदनमा रोकिएको छ। आज राष्ट्रपा एउटा पार्टी जो आफूलाई फरक धारको पार्टी छौं भनेर वकालत गर्थ्यो, तिनका फरक धारको बारेमा बुझ्दै जाँदा आज राष्ट्रपाका सभापति निलम्बित छन्। आज सदनबाट पनि निलम्बित छन्। अहिले भैरवा जेलमा छन्। 5 वटा, एउटा दुईटा होइन, 5 वटा मुद्दा उनीमाथि लागेको छ। नैतिकताको खडेरी कहाँ परेको छ भने कमरेडहरू अहिले पनि तिनी राष्ट्रपाका अध्यक्ष नै छन्। अहिले पनि सांसद नभएको अवस्थामा पनि संसदीय दल, राष्ट्रपा संसदीय दलको नेता उही व्यक्ति छन्। त्यस्ता पार्टीका सांसदहरू सदनमा गएर हामीलाई नैतिकताको पाठ सिकाइराखेका छन्। भिजिट भिसा प्रकरणमा
गृहमन्त्री दोषी छैनन्। हामी बारम्बार भन्दैछौँ ती विषयलाई लिएर आफ्ना सभापति जेलमा छन् भने अबको गृहमन्त्रीलाई पनि जेल पठाऊ, त्यो न्युमा सदन अवरुद्ध भएको छ। रासपासँग यदि समझदारी हुन्थ्यो, अलिकति पनि मूल्य मान्यताको राजनीति हुन्थ्यो भने सबभन्दा पहिला रवि लामिछानेले राजीनामा दिन्थे। संसदीय दलको नेतामा रवि बाहेक 21 जना 20 जना सांसदमा अरू कोही 20 जना मध्ये संसदीय दलका नेता हुन्थे। यो मुलुकको सदनलाई हुन त भनिन्छ सदन भनेको प्रतिपक्षको हो, तर काम गर्ने सत्ता पक्ष नै हो। सत्ता पक्षले लगेका विधेयक, लगेका बजेट राष्ट्रपालले पास गर्न दिँदैन भने त्यो सदनको अवस्था के होला र देशको अवस्था के होला। यसकारण यिनीहरू गैर जिम्मेवार पूर्ण रूपले अहिले सदनमा प्रस्तुत भएका छन्। यसका लागि सत्ता पक्षको तर्फबाट हामी घोर भर्त्सना गर्दछौँ। आदरणीय कमरेडहरू, थोरै समस्याहरू यहाँको सुने मैले म पार्टी अध्यक्षज्यूलाई अनुरोध गर्न चाहन्छु। कार्य विभाजन भएकै होला र हाम्रो पार्टी एउटा यस्तो पार्टी हो कि देशैभरिमा व्यवस्थित रूपले कार्यालय र अध्यक्ष नभए पनि कमसेकम कार्यालय सचिव बस्ने अभ्यास हाम्रो सुरुदेखि छ। एउटा कमरेडहरूको गुनासो सुन्ने, ती समस्या सुन्ने र ती समस्या कसरी समाधान हुन्छ त्यसको उपायबारे पार्टी नेतृत्वले गम्भीर रूपमा लाग्नुपर्छ। आदरणीय कमरेडहरू, आज यो मुलुकमा हाम्रा श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार छ। प्रचण्डको पालामा जुन विकासका अवस्थाहरू अवरुद्ध भएका थिए, ती अवस्था हामीले अब एकदमै सिरियस भएर ती विकासका सारा कामहरू अगाडि बढाइराखेका छौँ। यो देशमा नेकपा एमाले र नेपाली काङ्ग्रेस जब जब देशलाई गम्भीर अवस्था परेको छ त्यो बेला यो दुईटै पार्टी मिलेर यो देशको निकास गरेको छ। तर यसको अर्थ होइन कमरेडहरू 84मा फेरि हामी त्यही काङ्ग्रेससँग चुनाव लड्नुपर्छ। त्यसकारण मिसन 84 हाम्रो पार्टीले ल्याएको छ। त्यो मिसन 84 हामी 84मा कसरी सफल पार्छौँ र नेकपा एमालेको एकल सरकार कसरी बन्छ, यसमा पार्टी नेतृत्वदेखि लिएर पार्टीका आम कार्यकर्ताले लाग्नुपर्छ र 84 सालको आम निर्वाचन होस्, स्थानीय निर्वाचन होस्, प्रादेशिक निर्वाचन होस्, सबैमा नेकपा एमाले 1 नम्बर पार्टी बन्नुपर्छ। कमरेडहरू, म थोरै आफ्नो मन्त्रालयको कुरो यहाँहरूको बिचमा राख्न चाहन्छु। मैले सङ्घीय मामला तथा सामान्य प्रशासनको जिम्मेवारी जुन बेलादेखि पार्टीले दियो त्यो बेलादेखि यो मन्त्रालयको काम मैले फरक ढङ्गले अगाडि बढाएको छु। त्योभन्दा पहिला प्रमुख प्रशासकीय अधिकृतहरू हरेक पालिकाहरूमा 6 जना 7 जना सिनियर हुँदाहुँदै 6औं 7औं जुनियरलाई प्रमुख प्रशासकीय अधिकृत बनाइएको अवस्था थियो। त्यो मैले आउना साथ उहाँहरूको जिम्मेवारी खोसेर सकभर हामीले हरेक ठाउँमा दरबन्दी अनुसारको कुल हाकिम नै पठाएछौँ। जहाँ कहीँ पुगेन भने त्यहाँ पालिकामा रहेका सबभन्दा सिनियरलाई जिम्मेवारी दिएर देशैभरिका 753 पालिका 77 वटा समन्वय समितिलाई व्यवस्थित गरेका छौँ। अहिले जुन अवस्थाबाट सङ्घीय मामिला सामान्य प्रशासन मन्त्रालय अगाडि बढेको थियो त्यसमा मैले फरक ढङ्गले मन्त्रालयमा पनि अवस्था सिर्जना गरेका छु। पहिला त्यहाँ एउटा हाकिम बनाउनलाई 10 जना 15 जना हुल बनाएर जानुहुन्थ्यो, त्यसलाई मैले निस्तेज गरेका छु।